आज चाहिँ सोयाबिन आलुको प्याज लसुन बिनाको सब्जी बनाएको थियो, एकदमै मिठो बनिएको थियो। हजुरहरूलाई पनि सेयर गर्नु मन लागेर तपाईँहरूलाई भिडियो सेयर गर्दैछु। सोयाबिन मैले भिजाएर राखेँ, आलु पनि उसिनेर काटेर राखेको छु। मसलाको लागि टमाटर खोर्सानी पिसे, कराहीमा तेल हाले, सोयाबिन रातो हुन्जेलसम्म फ्राई गर्नुपर्छ र निकाले सोयाबिन। आलु पनि त्यही तेलमा फ्राई गरेँ, हल्दी हालेर अलिक फ्राई गर्नुपर्छ। तेल थपेर 5 फोरन हाले, पिसेको मसला पनि हाले, हल्दी जिरा पाउडर रातो खोर्सानीको धुलो हालेर स्वादअनुसार नुन हालेर फ्राई गर्नुपर्छ। अलिकति पानी हाले, अलिक उम्लिनु दिनुपर्छ। यतिको भएपछि सोयाबिन पनि हाले, यसलाई मजाले फ्राई गर्नुपर्छ। फ्राई गरेको आलु पनि हाले, अलिकति पानी हालेर यसलाई पाक्नु दिनुपर्छ। टक्कै लाएँ। यतिको भएपछि सब्जी रेडी।